नमस्कार, स्वागत छ हजुरहरूलाई। आज म हजुरहरूसामु लिएर आएकी छु मसलाको खीर। हामी चामलको साबुदानाको खीर प्राय बनाइरहन्छौँ। यसपालि मसलाको खीर बनाऊ। यो साउनको 15 को लागि। आउनुहोस् बनाउन सुरु गरौँ। यसको लागि मैले आधा कप बदाम लिएर राखेको छु, मधेसी बदाम, आलमन्ड। यसलाई चाहिँ तातो पानीमा भिजायो भने केही मिनेटमा हुन्छ, 10-15 मिनेटमा। तर नर्मल रुम टेम्परेचरको पानीमा भिजाउनु पर्छ भने 2 घण्टा जति भिजाउँदाखेरि यसको बोक्रा यसरी छोडिन्छ। आधा कप बदामसँगै मैले आधा कप काजु पनि लिएकी छु। यो काजु चाहिँ नि मैले धोएर सफा गरेर राखेको हुँ, यसलाई भिजाइराख्नु पर्दैन। यससँगै हामी मसलाको खीर बनाउने भनेर अरू मसला यहाँ मैले अलिकति किसमिस लिएको छु, 1/3 कप जति, अनि आधा कप चिनी र थोरै पिस्ता लिएको छु। अब खीर बनाउनको लागि सुरुमा दुध तताउँदैछु। यसको लागि मैले दुध दल्न नलागोस् भनेर थोरै पानी पहिला राखेको छु। र खीरको लागि मैले 1.5 लिटर दुध लिएको छु। यतिको बनाउँदाखेरि हामी 6 देखि 8 जनालाई पुग्ने बन्छ। दुध चाहिँ नि कन्टिन्युस चलाउँदै तताउनु पर्ने हुन्छ, तर आँच चाहिँ मिडियम राख्नुपर्ने हुन्छ। अब दुध तात्दै गर्छ, त्यही बिचमा हामी चाहिँ मसला रेडी गर्दैछु। मैले यो आलमन्ड र काजुलाई चाहिँ ब्लेन्डरमा हालेर पिन्दैछु। पिन्दाखेरि चाहिँ नि धेरै पेस्ट पनि नहोस्, स्मुथ पेस्ट, अलिक खस्रो होस्। मैले चाहिँ अलिक खस्रै बनाएकी छु। अलिक खस्रो भयो भने अलिक धेरै बेर पकाउनु पर्छ। टाइम छैन भने अलिक मसिनो पार्न सकिन्छ, तर धेरै स्मुथ पेस्ट चाहिँ नबनोस्, खीरमा केही टेक्सचर रहोस्। त्यसकारण यो पिनेर तयार भएको छ। पिन्दाखेरि थोरै दुध हालेर पिन्न सकिन्छ। अब दुधलाई चलाउँदैछु, म यहाँ चेक गर्दैछु कतिको बाक्लो भयो भनेर। अलि बाक्लो हुनुपर्ने हुन्छ। यो जति धेरै गाढा बनाए त्यति हाम्रो चाहिँ नि खीर मजाको राम्रो बन्छ, स्वादिलो पनि हुन्छ। र चलाउँदै गर्दा यो छेउछेउमा लागेको कुराउनी निकाल्दै यसमै मिसाउँदै गर्नुपर्छ। यसले छुट्टै स्वाद दिन्छ भने खीरमा। अब यो पिनेर राखेको पेस्टलाई हालेर चलाउने। यो सुरुमा जमेको जस्तो लाग्यो भने यसलाई बिस्तारै मिलाउँदै जानुपर्छ, नभए थोरै दुध हालेर घोलेर राख्दा पनि सजिलो हुन्छ। यसलाई बिस्तारै चलाउँदै पकाउँदै गर्नुपर्छ। हात नजिक्ने चलाइरहनुपर्छ यसलाई निरन्तर रूपमा, नभए तल लागेर डर हुन्छ। हो यसरी यसलाई चाहिँ हामी यसमा कुनै डल्ला पर्यो भने यसरी फुटाउँदै र यसलाई स्मुथ बनाउँदै जानुपर्छ। यहाँहरूसँग फुर्सद छ भनेदेखि यसरी एकैचोटि आलमन्ड र काजुलाई एकैचोटि पिनेर राख्न पनि सकिन्छ। र होइन फुर्सद छैन भने चाहिँ यसलाई छुट्टै पिनेर राख्दाखेरि पहिला आलमन्ड राखेर एकछिन पकाइसकेपछि काजु राख्नुभयो भने पनि हुन्छ, किनभने आलमन्डले अलिकति बढी टाइम लिन्छ सफ्ट हुनलाई। मैले चिनी पहिल्यै हालेको छैन। चिनी पहिला हाल्यो भने चिनी चाहिँ नि पानी छोडेर अलिक पातलो हुन्छ र यो खीरलाई गाढा बनाउनलाई अलिक धेरै टाइम लाग्ने हुन्छ। र हामीले चाहिएको कन्सिस्टेन्सीमा पुग्ने बेलामा चाहिँ नि चिनी राख्दा भने सजिलो हुन्छ। यो पाक्दै बाक्लो हुँदै आइरहेको छ। दुध हाम्रो धेरै घटिसकेको छ र यो खीर चाहिँ धेरै बाक्लो भइसकेको छ। अब हामी चेक गर्न पनि सक्छौँ भित्र हाम्रो मसला चाहिँ नि अलि सफ्ट भयो कि भएन भनेर। यसरी
यसलाई अलि सफ्ट हुने गरी पकाउनुपर्छ, होइन भने काँचो नटी टेस्ट आउँछ फेरि। च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गर्नुहोला, लाइक कमेन्ट सेयर गर्न नबिर्सिनु होला। अब मैले यहाँ चिनी राखेको छु आधा कप। चिनी हामी ब्राउन सुगर वा रेगुलर सुगर जुन राख्दा पनि हुन्छ। मैले अघि हजुरहरूलाई भन्न छुटाएछु, यसमा म खुवा पनि राख्दैछु। मेन स्वाद नै यसैको आउने हो र यसले चाहिँ मैले 1.5 लिटर दुध लिएको छु। यसमा 125 ग्राम जति छ, यो 110-15 ग्राम छ, 20 ग्राम छ, 120 ग्राम जति छ र थोरै खुवा राख्यो भनेदेखि छिटो गाढा पनि हुन्छ र मेन स्वाद नै यसैको आउँछ। होइन फुर्सद छ भने धेरै दुध लिएर धेरै बेर घोटेर बनाउँदा पनि हुन्छ र यसमा थोरै मैले रेजिन राख्दैछु र थोरै चाहिँ मैले गार्निसको लागि छुट्याएको छु। पिस्ता चाहिँ नि गार्निसको लागि मात्रै राख्दैछु र थोरै यो सुकमेलको धुलो, सुकमेल पाउडर राखेर चलाउँदैछु र लास्टमा आफूलाई चाहिएको ठिक्कको गाढा बाक्लो, कति यो चिसो भएपछि अझ बाक्लो हुने हुन्छ, त्यही भएर अन्दाज गरेर आफूलाई कतिको गाढा पातलो चाहिन्छ त्यही अनुसार बनाउने। र मैले लास्टमा चाहिँ अलिकति 1 चम्चा केवडा वाटर राखेको छु। यसले चाहिँ एकदम राम्रो बास्ना पनि आउँछ। मन पर्दैन भने यो जरुरी छैन, अप्सनल हो। र यतिको भइसक्यो, यो यतिको बाक्लो भइसकेको छ। अब चिसो हुँदा यो अझ बाक्लो हुन्छ, त्यसकारण मैले यो ग्यास अफ गरिसकेको छु र म यसलाई सर्भिङ डिसमा खनाउँदैछु। अब हामी यसलाई गार्निस गर्दैछौँ। भिडियो हेरेर हजुरहरूको अनुभव हामीलाई कमेन्ट मार्फत सेयर गर्न नबिर्सिनु होला। हजुरहरूको सल्लाह सुझावको लागि हामी आभारी रहनेछौँ। भिडियो हेरिदिनु भएकोमा धन्यवाद। यो पालि मसलाको खिर अवश्य बनाउनु होला। नमस्कार, बाई बाई।